नमस्ते, म सुमी खड्का। मेरो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। यो मेरो दोस्रो भिडियो र यस भिडियोमा चाहिँ म हजुरहरूसँग हामीले कुराकानी गर्न किन जरुरी छ भन्ने विषयमै कुराकानी गर्दैछु। हुन त हामीहरू धेरै सानोदेखि नै के सुन्दै आएका हौं भने आफ्नो कुराहरू कसैलाई पनि नभन है भन्नुहुन्न। हाम्रो त्यही नै हुर्काइ छ। एउटा उखानै छ नि, मनको बह कसैलाई नकह। तर त्यो मनको बह कसैलाई नभन्दा त्यसबाट पर्ने असरहरूको बारेमा चाहिँ खासै कोही पनि चर्चा गर्नुहुन्न। त्यसले निम्ताउने असरहरूले हाम्रो दैनिक जीवनमा धेरै अप्ठ्यारो पारिरहेको हुन्छ। हामीले हरेक दिन दैनिकी चलाइरहँदा हाम्रो आफ्नो डेली रुटिनहरुमा हामी हिँडिरहँदा पनि कहिलेकाहीँ एकदमै अप्ठ्यारो अवस्थाहरू आइदिन्छन्। मनमा धेरै कुराहरू खेलिदिन्छन्। मन भारी हुन्छ। दिमागले कता कता काम गर्न नसकेको हो कि कुनै डिसिजनहरू लिनै नसकेको हो कि जस्तो अवस्थाहरूबाट पनि हामी के गर्छौं त गुज्रिने गर्छौं। हरेक दिन त्यस्तो हुँदैन, तर त्यस्ता दिनहरू पनि हाम्रो जीवनमा आउँछन्। त्यो अवस्थामा चाहिँ हामीले आफ्नो मनमा भएका कुराहरूलाई व्यक्त गर्ने गर्नु पर्दछ र त्यो भारीपनलाई हामीले बिसाउने भनेको कुराकानीको मार्फत हो। हरेक कुराको लागि हामी डाक्टरकोमा गएर उपचारै खोज्न जान जरुरी छैन। त्यो आवश्यकता पनि पर्दैन। सामान्य हामीलाई हरेक दिन पर्ने समस्याहरूलाई छलफलको मार्फत पनि के गर्न सक्छौं त समाधान गर्न सक्छौं। अब त्यो छलफल कसरी गर्ने, त्यो कुराकानी कसलाई सुनाउने पनि एउटा गम्भीर विषय हो। हामी कस्तो हुर्काइमा छौं, अहिले हाम्रो समाज कस्तो अवस्थामा पुगेको छ भने हामीले कसैले आफ्नो कुराहरू सुनायौं, आफ्नो दुःखहरू पोख्यौं भने त्यो व्यक्तिले कुनै समयपछि हामीले फिर्ता त्यही हामीले सुनाएकै कुराहरूले चाहिँ अप्ठ्यारोमा पारिदिने, त्यसलाई खिल्ली उडाइदिने अथवा जजमेन्टल तरिकाले हामीलाई के गर्ने त हेर्ने गर्न थाल्नुहुन्छ। अनि त्यो डर मनमा भइरहेको भएर हामी के गर्न सक्दैनौं त आफ्नो कुराहरू चाहिँ सुनाउनु पर्दैन है। फेरि त्यस्तै त हुने हो। अनि हाम्रो त्यो ट्रस्ट गर्ने लेभल चाहिँ के हुँदैछ त घट्दैछ। त्यसैले हामी चाहिँ मनभित्र धेरै कुरा थुपारेर राख्ने एउटा नराम्रो बानीको चाहिँ के गर्दैछौं त शिकार भइरहेका छौं। र त्यसरी जज भइएला भनेर जब हामीले कुराहरू बाँड्दैनौं, चाहे त्यो परिवारको सदस्यहरूसँग होस्, आफ्नो साथीभाइहरूसँग होस् अथवा नजिकको कोही नातासँग होस्, हामीले त्यो कुराहरू नबाँड्दा चाहिँ त्यसले के गर्छ भने हाम्रो मनमा धेरै समस्याहरूलाई चाहिँ थुपार्दै लान्छ। हामी चाहिँ आफूले बलियो देखाउन धेरै कुराहरू लुकाउने गर्छौं र केही समयसम्म त त्यसले सहायता नै दिए जस्तो लाग्छ। ठिकै त छ, सकियो नि त यो कुरा। तर सामान्य रूपमा छलफल गरेर समाधान हुने कुरालाई नि त्यो बलियो बन्नको लागि नबाँड्दाखेरि त्यसले हाम्रो जीवनमा अगाडिका दिनहरूमा हामीलाई मानसिक रोगीसम्म बनाउन सक्छ। त्यही भएर त्यो अवस्थासम्म किन पुग्ने, बरु त्यो भन्दा अगाडि नै हरेक दिन सामान्य आफ्ना जीवनका कुराहरूलाई छलफल गर्ने बानी बसाल्यो भने एकदमै सहज हुन्छ। त्यो हामीले आजैबाट सिक्न जरुरी छ। अब कुरा त गर्ने हैन, अब कोसँग गएर कुरा गर्ने? घरमा कसैले बुझ्नुहुन्न। साथीभाइले नि सधैँ एउटै कुरा कति गरिरहेको भनेर सुरुमै भन्छन्। अब त्यो जजमेन्टलको डर कति धेरै छ ल हेर्नुस् त हामीलाई। अनि ती कुराहरू राख्दा राख्दा आफूले पर्ने समस्या त झन् कति कति। र कुनै अवस्थामा पुगेर हामी मानसिक रोगी बन्नु नपरोस् भन्ने उपायका साथ हामीले अबका दिनहरूमा आफ्नो मनमा धेरै पीडा दुःख भइरहेका कुराहरू चाहिँ साट्ने गर्नु पर्दछ। अबका दिन किन मैले भनिरहेको छु त भन्दा हाम्रो दैनिकी चाहिँ कस्तो छ त एकदमै व्यस्त छ। हामी हरेक दिन आफ्नो काममा जान्छौं, दिनभरि कामको त्यो तनाव नै लिइरहेका हुन्छौं। त्यो तनावै कम भएको हुँदैन। घरमा फर्कन्छौं, घरमा आफ्नै जिम्मेवारीहरू हुन्छ। त्यसपछिबाट आर्थिक कति कुराहरूले हामीलाई सताइरहेको हुन्छ। अनि आफ्ना भविष्यका कुराहरूले झन् धेरै हामीलाई ढकढकाइरहेको हुन्छ। के हो यस्तो यो भनेर हरेक दिन हामी चाहिँ आफूलाई अब के गर्ने भन्नेमा चाहिँ अन्योलमा हामी परिरहेका हुन्छौं। र यति धेरै कुराहरू सोचेर तनाव लिएर अगाडि बढिरहँदा हामीले हाम्रा मनका कुराहरू आफ्ना नजिकका मान्छेहरूसँग बाँडेनौं, कुराहरू गरेनौं भने त्यो कुराले पछि हामीलाई एकदम समस्यामा पार्छ। अघि पनि भने मानसिक रोगीसम्म बनाउन सक्छ। अनि कतिपय मान्छेहरू चाहिँ अब आफ्नो विभिन्न त्यो आफूलाई चाहिँ बिजी बनाएर पनि तनावहरूबाट के गर्नुहुन्छ त निस्कन सक्नुहुन्छ। कोही एक्सरसाइज धेरै गर्नुहुन्छ हैन, हरेक दिन उहाँको एउटा रुटिनमा पर्छ। कोही अब हरेक दिन कतै मन्दिरतिर गएर आफूलाई चाहिँ अलिकति हुन्छ नि त्यो एउटा ठाउँबाट अर्को ठाउँमा शिफ्ट गराउनुहुन्छ, जसले गर्दाखेरि पनि त्यो माइन्ड चाहिँ फ्रेश भइन्छ, सहज हुन्छ। तर कहिलेकाहीँ कुराहरू ती आफ्नो एक्टिभिटिजले पनि हाम्रा ती मनमा थुप्रिएका कुराहरूमा चाहिँ सहयोग पुग्दैन। हामीले बाँड्नै पर्छ ती कुराहरू।
र कुरा बाँड्नुपर्छ भनेर मैले धेरै जोड किन गरिरहेको छु त भन्दा यो सेयरिङ गर्ने बानीले चाहिँ तपाईहरूलाई मात्रै होइन, तपाईँको परिवार, तपाईँसँग नजिक हुनुभएका धेरै मान्छेहरूलाई चाहिँ एउटा सकारात्मक वातावरणमा चाहिँ जिउनको लागि सहयोग गर्छ। तपाईँको घरमा पनि साना भाइ बहिनीहरू हुनुहुन्छ, विद्यालय गइरहनु भएको छ भने अभिभावकले हरेक दिन बेलुका तपाईँले आफ्नो बाबु नानीको दिन कस्तो भयो भनेर सोध्न सक्नुहुन्छ। त्यसमा पढाइको कुरा नसोधिदिनुहोस्। पढाइको कुरा सोध्नै परे पनि त्यसलाई अन्तिममा सोधिदिनुहोस् केही समस्या छ भने। नभए तपाईँहरूले सोध्नुपर्ने कुराहरू भनेको चाहिँ खाजा खायो कि खाएनौ, आजको दिन कस्तो भयो, साथीहरूसँग के खेल्यौ, शिक्षकहरूले केही तिमीलाई नौलो कुराहरू भन्नुभयो कि, आज कस्तो भयो, तिमीलाई कस्तो लाग्यो, तिमीलाई ठिक छ होइन, यस्तो कुराहरूको छलफल चाहिँ हामीले गर्नुपर्छ। र सानै उमेरदेखि हामीले भाइ बहिनीहरूलाई पनि कुराहरू गर्नुपर्छ है भन्ने सिकाउन सक्यौं भने के हुन्छ त, उहाँहरूलाई थाहा हुन्छ कि हामीले मनमा कुराहरू लुकाएर राख्न पर्दैन, हाम्रो कुराहरू सुन्ने चाहिँ मान्छे हुनुहुन्छ है भन्ने एउटा विश्वासको वातावरण पैदा हुन्छ र त्यसले उहाँहरूको भविष्यमा सहयोग पुग्छ। अब म लगायत मेरो पुस्ताको धेरैमा साथीहरू चाहिँ कस्तो एउटा परिवार अथवा कस्तो समाजमा हुर्कियौं भने आफ्नो कुरा भन्यो भने गाली खाइने समयमा मनमा लुकेका कति कुराहरूको समाधान चाहिँ छलफलबाटै हुन्छ र त्यो छलफल घर परिवारबाटै सुरु गर्नुपर्छ। र मेरो उद्देश्य तपाईहरूले आफ्नो घर परिवारमा चाहिँ यो सेयरिङ गर्ने, कुरा गर्ने बानीहरू बसाल्नु भयो भने यसले भविष्यका दिनहरूमा चाहिँ यहाँहरूलाई विभिन्न निर्णयहरू लिन सहयोग गर्छ। यहाँहरू कुनै समस्यामा पर्नु भयो भने पनि त्यसको समाधान आफ्नै परिवारबाट निस्कन सक्छ, आफ्नै साथीभाइबाट निस्कन सक्छ। हामी चाहिँ अरूलाई कुराहरू नभन्ने भनिरहँदा एकदमै पहाड जस्तो दुःखहरू लिएर बसिरहेका हुन्छौँ र त्यसले पछि हामी रोगी नै बन्यौं। त्यसैले रोगी भएर औषधिसम्म खान पर्ने अवस्थामा पुग्नु भन्दा बरु गफै गरेर आफ्नो मन हल्का गर्ने बानी चाहिँ बसाल्नु पर्दछ। अब कस्तो व्यक्तिलाई आफूलाई भएको तनावहरू साझा गर्ने अथवा भन्ने पनि हुन सक्छ। सकेसम्म परिवारको सदस्य कोही तपाईँको बुझ्ने हुनुहुन्छ भने उहाँहरूले भन्नुहोस्, नभए आफ्नो साथीभाइ पक्का कोही न कोही एकजना त तपाईँको कुरा सुन्ने व्यक्ति हुनुहुन्छ, त्यो तपाईँहरूलाई थाहा छ, तपाईँले उहाँहरूसँग आफ्नो कुरा भन्न सक्नुहुन्छ। अनि कहिलेकाहीँ लाग्न सक्छ सधैँ कति भनिरहने, उसलाई कस्तो लाग्ला। यदि त्यस्तो लागेको छ तर मन एकदमै धेरै भारी भइरहेको छ भने तपाईँहरूले काउन्सिलरको हेल्प लिन सक्नुहुन्छ। काउन्सिलर भनेको चाहिँ हजुरहरूलाई पर्ने जुन तनाव हुन्छ त्यो तनावबाट निस्कनको लागि यसो अलिकति बाटो देखाइदिने कोही मान्छे भए हुन्थ्यो भन्ने जुन व्यक्ति हुनुहुन्छ नि, उहाँलाई नै चाहिँ काउन्सिलर भनिन्छ। यसको अर्थ यो होइन कि त्यहाँ जाने बित्तिकै समाधान निस्किन्छ, तर विभिन्न सेसनहरू लिइसकेपछि तपाईँहरूले पक्का एउटा सहज बाटो पाउनुहुन्छ। तर काउन्सिलरसँग पुग्न पनि अहिले तुरुन्तै जरुरी छैन। तपाईँले हरेक दिन मैले अघि भने यो कुराहरू गर्ने, छलफल गर्ने बानी बसाल्नु भयो भने पनि त्यो मन हल्का हुन्छ। मनमा कुराहरू नथुपार्नु नै हाम्रो आफूलाई चाहिँ निरोगी बनाउने एउटा चाहिँ उपाय हो। सुनिदिनुस्। अर्को एकदम महत्वपूर्ण, कसैले तपाईँलाई दुःखहरू सुनाइरहनु भएको छ भने तिम्रो दुःख मैले किन सुन्नु पर्यो र भने जस्तो नगरिदिनुस्। केही समय तपाईँले आफ्नो आफन्त साथीभाइको अप्ठ्यारोहरू सुनिदिन सक्नुहुन्छ भने तपाईँसँग त्यो धैर्यता छ भने चाहिँ सुनिदिनुस्। त्यसले पनि उहाँहरूलाई धेरै हल्का हुन्छ। कहिलेकाहीँ अरूले कुरा सुनाइरहँदा नै हामीलाई समाधान थाहा भइसक्छ, ए मैले यहाँनिर काम गर्नु पर्दो रहेछ है भनेर। त्यसैले यो कुरा गर्नु र कुरा सुन्ने बानी एकदमै महत्वपूर्ण छ। यसरी कुराकानी चाहिँ गर्नुहोस् भनेर अनुरोध गर्न चाहन्छु म। आफ्नो मनमा तनावहरू थुपारेर नबस्नुहोस्। आफूले पर्ने कतिपय इमोसनल समस्याहरू छन् भने त्यसको समाधान निकाल्नतर्फ लाग्नुहोस्। आफै सक्छु भनेर आफूलाई कठोर नबनाउनुहोस्। जरुरी छैन, तपाईँ सामान्य भएर पनि जिन्दगी चलाउन सक्नुहुन्छ। हरेक कुरामा बलियो बनेर देखिनु पर्दैन। समाजले त हरेक कुराको लागि केही न केही एउटा डेफिनेसन बनाइदिया हुन्छ। हामी सबै कुरामा फिट हुन पर्छ भन्ने छैन। पहिला हामी मन शरीरबाट स्वस्थ हुन सक्यौं, दिमागबाट स्वस्थ हुन सक्यौं भने हामीले हाम्रो जीवन त्यसै सहज बनाउन सक्छौं। र आफूले सक्ने आफ्नो एउटा सानो एउटा दायरा बनाउनुहोस्। आफ्नो एउटा सानो सर्कल जुन छ त्यसैलाई कसरी हेल्दी बनाउन सकिन्छ, कसरी ह्याप्पी बनाउन सकिन्छ भनेर लाग्नु भयो भने पनि त्यो सहयोगी हुन्छ। र मेरो यो भिडियो बनाउनु पछाडिको एउटै उद्देश्य भनेको म आफैले पनि आफ्ना मनका कुराहरू साट्न बाँड्न सही तरिकाले नसक्दा धेरै समस्याहरू भोग्नु परेको थियो। र अहिले काउन्सिलिङ साइकोलोजीको विद्यार्थी भइरहँदा मैले बुझे कि केही बेर कसैको कुरा सुनिदिँदा, केही बेर आफ्नो कुराहरू कसैलाई भनिदिँदा पनि कति धेरै आराम मिल्दो रहेछ भनेर, र त्यो हजुरहरूलाई पनि सहयोग होस् है भनेर यो भिडियो बनाएकी छु। आशा छ हजुरहरूलाई सहयोगै पुग्छ।
र अन्त्यमा मेरो च्यानललाई यहाँहरूले सब्स्क्राइब गरिदिनु भयो भने ठूलो सहयोग हुनेछ र पछि पनि म अरू भिडियोहरू अपलोड गर्दै जानेछु। यति भन्दै म सुमी खड्का बिदा माग्न चाहन्छु।